एक हप्ताको अन्तरालमा मैले धेरैजना डेन्टिस्ट डक्टरहरूले चाहिँ दाँतको डक्टरहरूले चाहिँ ओइल पुलिङको कुनै साइन्टिफिक रिजनिङ छैन, कुनै पनि साइन्टिफिक ब्याकअप छैन भनेर बनाउनु भएको भिडियोहरू देखेँ होइन। अब यो मोडर्न साइन्सको त मलाई थाहा भएन है, म आयुर्वेदको विषयको चाहिँ कुरा गर्छु है। ओइल पुलिङ भनेर अहिले जे फेमस बनाइरहेको छ नि, यो नयाँ कुरा भने होइन, यो आयुर्वेदबाट नै साबार गरिएको पुरानो शक्तिशाली विधि भने हो। गोराछाला भएकाहरूले 2-4वटा भिडियो बनाएर ट्रेन्ड बनाइसकेपछि, धेरैजनाले बोलिसकेपछि हाम्रोमा पनि हाइपमा आइसक्यो, चलन भइसक्यो। तर यो चाहिँ कवल र गण्डुस भनेर आयुर्वेदको प्रमुख ग्रन्थमध्ये एक अष्टाङ्ग सङ्ग्रहमा दिनचर्याकै प्रसङ्गमा दैनिक गर्नुपर्ने भनेर भनिएकै कर्महरूभित्र पर्छ। यसलाई अष्टाङ्ग सङ्ग्रह मात्र होइन, चरक संहिता र सुश्रुत संहितामा पनि दैनिक गर्नुपर्ने क्रियाकलापको सँगसँगै चाहिँ यसलाई उपचार पद्धतिको रूपमा पनि लिएको छ। जसले गर्दा हामी मुखको रोगको उपचार गर्छौँ, अथवा कण्ठ रोगको, घाँटीको रोगको उपचार गर्छौँ, दन्त रोगको उपचार गर्छौँ, कहिलेकाहीँ हामी यो नासा रोगको, नाक रोगको पनि उपचार गरिरहेका हुन्छौँ, आँखाको पनि गरिरहेका हुन्छौँ, र टाउको यसै सम्बन्धी रहेर टाउको रोगको पनि उपचार, शिरको रोगको पनि उपचार गरिरहेका हुन्छौँ। तर अहिले इन्फ्लुएन्सर्सहरूले भनेको जस्तो कि यसमा कोकोनट ओइल अथवा भर्जिन ओइल मात्रै प्रयोग गर्नुपर्ने हो त होइन। यो भनेको चाहिँ सरासर मार्केटिङ टेक्निक्सहरू मात्र हो। तपाईँलाई कोकोनट ओइल र यो भर्जिन कोकोनट ओइल बिकाउने तरिका मात्र बुझ्छु म चाहिँ। आयुर्वेदमा त यसको लागि तिलको तेल होला, साधारण घिउ, औषधयुक्त मह अथवा औषधयुक्त घिउ, जडीबुटीहरू, पकाएको पानी तथा तरल पदार्थहरू पनि उत्तिकै प्रभावकारी रहेको बताइन्छ। आयुर्वेदमा चाहिँ 2 प्रकारको मुख शुद्धि गर्ने प्रक्रियाहरू छन्, कवल र गण्डुस। यसले दाँत, गिजा, जिब्रो, घाँटी मात्र नभइकन नाक र आँखाको हेल्थमा पनि सहयोग गरिरहेको हुन्छ। गण्डुस भनेको चाहिँ मुखमा टन्नै धेरै नै तेल अथवा तिलको तेल, साधारण तेल, घिउ, मह वा जडीबुटी पकाएको पानी इत्यादि भरेर केही समयका लागि राख्ने र नचलाइकन राख्ने र थुक्ने अनि तातो पानीले सफा गर्ने प्रक्रिया हो। र कवल भनेको चाहिँ थोरै मात्रामा, गण्डुसभन्दा थोरै मात्रामा लिने, मुखमा लिने र घुमाउने, चारैतिर घुमाउनेवाला प्रक्रिया हो, जुन दुइटैले चाहिँ मुख सफा गर्ने, दोषहरूको सन्तुलन गर्ने, गिजा बलियो बनाउने, दाँत बलियो बनाउने जस्ता कार्यहरूमा सहयोग पुर्याउँछ। यसले आवाज पनि सुमधुर बनाउन सहयोग गरिरहेको हुन्छ, कण्ठको रोगहरूमा सहयोग गरिरहेको हुन्छ, मुखमा हुने सुक्खा पनि हटाउँछ, वातपित्त कफदोषकै सन्तुलन गर्छ, इन्द्रियहरूलाई तेजिलो बलियो बनाउँछ, जिब्रोको स्वाद पनि यसले चाहिँ स्वादको क्षमतामा पनि सुधार लिएर आउँछ। तर यस्तो प्रचारमा नफस्नुस् कि केवल कोकोनट ओइल मात्रै उपयोगी हुन्छ भनेर। आयुर्वेदमा तपाईँको शरीर र दोष अनुसार चाहिँ तेल अथवा जडीबुटीको छनौट गर्ने भन्ने प्रबन्ध छ। तपाईँको दोष अनुसार सही तेल प्रयोग गर्नुहोस् र नियमित रूपमा चाहिँ यसको अभ्यास गर्नुहोस्। आयुर्वेद अनुसार चाहिँ तपाईँको दाँत, गिजा र समग्र स्वास्थ्यका लागि तिलको तेल, सेसेमी ओइल चाहिँ सबैभन्दा उत्तम मानिन्छ। अब इन्फ्लुएन्सर्सको होइन, आयुर्वेदको कुरा सुन्नुहोस्।